लिएर आउनु मिल्छ स्वाद यार होइन यो बाटो त पुरै हेलिकप्टर चलाउने बाटो रहेछ कि बाइक लिएर आउँछ बाइक हो के है पुरै गाडी चाहिँ ल्याम्बो जस्तो के होइन त उता हिउँले खाएको भाग जतिमा यो पुरा यस्तो यो पुरै चाहिँ बाटो जस्तो के हो तर हिउँको लेदो बग्ने ठाउँ हो यो चाहिँ तल पनि यहाँबाट हिउँ बग्नेर गएर बनेको पाल त्यहाँ छ त्यो ताल पछाडि चाहिँ यहाँ ठुलै चाहिँ गयो हिउँ पहिरो गयो भने त्यो ताल पनि फुट्ने सम्भावना हुने यसरी बाटो जस्तो देखिने क्या यो हिउँ बगेको ठाउँ हिउँ बगेको यो हिउँको लेदो बगेको ठाउँ तल गएर त्यसरी चाहिँ पानी जम्मा भयो त्यसरी पनि बग्दै बग्दै तलतिर गयो अब बगेर कता जान्छ यो थाहा छैन तल पनि यस्ताहरू बनेका छन् यहाँ आसपासमा चाहिँ बस्ती चाहिँ छैन धेरै टाढा छ होला यो अब बस्तीबाट चाहिँ धेरै टाढा होला कहाँ बस्ती हो त्यो पनि त्यस माथितिरका हिउँ पहिरोहरू गयो भने अलिकति हरियो भाग त्यहाँ देखियो होइन त्यतातिर हुनसक्छ बस्तीमा रहेछ त्यो बस्ती एउटा त्यहाँ चाहिँ पहिरो जाने ठाउँ चाहिँ रहेछ हिउँ पहिरो जाने ठाउँ यो साइडतिर भएको हुनाले यस्तो सेतो हिमाली मजाले यति हिउँ यो सबै हिउँ थुप्रेको छ यहाँ मजाले हेर्नु सक्छ यहाँ हिउँ तल चाहिँ एउटा मानवीय बस्ती हो कि जस्तो लागेको थियो हो त्यहाँ बस्ती छ यहाँनिर चाहिँ एउटा बस्ती छ जस्तो लाग्यो यो चाहिँ तर पनि वरिपरि चाहिँ यहाँ धेरै घर चाहिँ छैन पक्का खेतीबारी चाहिँ देखियो अनि तर वरिपरि चाहिँ हिमालय छन् त्यस्ता काला डाँडा चाहिँ छन् अलिकति सुरक्षित यो वन जङ्गल माथिपट्टि भएको हुनाले अलिकति सुरक्षित मानिएको तर हिउँ बगेरै त्यहाँ चाहिँ पानी जाने होला यतातिर पनि